आज हाम्रो डौलिया किचनमा बिगौती दुध आएको छ। यो स्वास्थ्यको लागि अति फाइदाजनक छ। यसमा हाई प्रोटिन पाइन्छ, क्याल्सियम पाइन्छ, ढाड दुखेको बिमारीलाई अति उपयुक्त छ। यसमा फेरि पानी पनि मिक्स गर्नुपर्छ के, दुध बाक्लो हुन्छ। अनि आधा दुध आधा पानी गरेर पकाउँदैछु मैले। एकदम राम्रो हुन्छ के, विशेष गरी ढाड दुखेको लागि त झनै राम्रो हुन्छ के हैन? ढाड दुखेको बिरामीलाई एकदम राम्रो हुन्छ के बिगौती दुध। यो भैँसीको हो, बाक्लो भयो हुनाले पहिलो दिनको हो नि त। अनि त्यो भयो हुनाले पानी राखेर पकाउनु नि एकदम नरम हुन्छ, खानालाई मिठो हुन्छ है। अनि यो बेसरी पकाउनु पर्छ क्या, पानी सुकेपछि राम्रो हुन्छ। अनि स्वादको लागि थोरै चिनी राखिदिएँ क्या मैले, धेरै गुलियो त बनाउने हैन है, थोरै चिनी राखिदिएछु। अनि त्यसको लागि फेरि लङ सुगुन पनि राखिदिएँ क्या मैले, कस्तो मिठो हुन्छ नि त। लङ सुगन लगाएपछि है, राम्रो पनि हुन्छ खानालाई, मिठो पनि। अनि बनाएर राख्ने, अनि थोरै टाइममा खाइराख्ने के। यसमा फेरि हाई प्रोटिन हुन्छ, बढी क्याल्सियम हुन्छ। धेरै खाँदा त ग्यास्ट्रिक नै हुन्छ नि त, मिलाएर खाएपछि औषधि हुन्छ। मिलाएर टक्क खाने के।